शनिबारको दिनमा पनि घरमै बस्नुभन्दा कतै डाँडामा जानुपर्छ भन्ने रुकेश दाइले हाम्रो मनमा ऊर्जा भरिदिएपछि आज भने हामी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने डाँडा गाउँ जाने निर्णय गरियो। बुढा नीलकण्ठबाट हिँड्दै यात्रा सुरु गरेका हामीले अधिकांश भाग जङ्गलको बाटो हुँदै यात्रा गर्नुपर्ने थियो। साथीहरू फर इन्स्ट्यान्ट इनर्जी केरा खाँदै जङ्गलमै छौँ हामी अन द वे टु डाँडा गाउँ। राष्ट्रिय निकुञ्ज भएरै होला हामीले बीचबीचमा आर्मी चेकपोस्टहरू पनि देख्न सक्थ्यौँ। यो भने आर्मी स्टाफ कलेज मुनिको एउटा खुला ठाउँ हो। यहाँबाट हामी अझै केही बेर माथि हिँड्नुपर्ने थियो। चारैतिर हरियाली र साँगुरा बाटो हिँड्दा भने गाउँघरको याद आउने रहेछ। आहा, हाम्रो रामपुर पनि कति सुन्दर छ है भन्दै गन्थन गर्दै उकालो चढ्दै जाँदा भने अब भने हामी डाँडा गाउँ आइपुग्यौँ, जहाँ हामीले टिकट काटेर अगाडिको यात्रा गर्नेछौँ। यहाँबाट हामी दाहिने लाग्यौँ भने विष्णुद्वार पुग्न सकिन्छ। यो भने डाँडा गाउँको दृश्य हो। इटो अब यहाँबाट यस्तो भ्यू देख्नु पाइन्छ साथीहरू। हाम्रो साथीहरू एकजना आइसक्नु भएको छ। भन्छ ठ्याक्क भर्खर यहाँ आएर ठक्क देख्ने बित्तिकै यो ठाउँ चाहिँ एउटा सटिक एउटा सानो दिनु पर्यो। मेरो आफ्नै मध्य नेपाल नगरपालिका त्यसलाई माथि डाँडाबाट हेर्दा कहाँ पर्छ त्यो? मध्य नेपाल नगरपालिका लमजुङ। ए लमजुङ भोलेटार चाहिँ घर होइन? हो। ल ठिक छ, भोलेटारको याद दियो, मलाई चाहिँ रामपुरको याद दियो। रुकेश दाइलाई यो यहाँ ठ्याक्क आउने बित्तिकै हजुरको भन्नु न, यहाँबाट तल हेर्दाखेरि मलाई ब्युटिफुल आनन्द हो, सररियल भन्छ नि, एकछिनको सोलेस के हजुर त्यस्तो मस भएर हो। तिमीलाई अङ्ग्रेजी त बुझ्दैन थाहा, त्यही पनि ल ठिक छ, ओके हस्। हिँड्दै जाँदा ऐसलुतिर पनि आँखा गयो। ऐसलु त खानु पर्यो। केही अगाडि गएर भने खाजा खाने विश्राम गर्ने निर्णय भयो र हामीले घरबाट ल्याएका खानेकुराहरू फिजारेर राख्न थाल्यौँ। झट्टै बनाएर खान सजिलो हुने चटपट बनाउन सामान भने हामीले घरबाटै लगेका थियौँ। चिसो चिसो मौसममा पिरो पिरो चटपट खाँदै रुखका बिचमा हामी निकै रमायौँ। अब भने केही बेर नाचगानमा भुलौँ। समयले भने नेटो काट्दै गयो। अब भने केही बेरमा घर फर्किनु पर्ने बाध्यता पनि हामीमा थियो। हाँसो ठट्टा र नाचगानसँगै आजको यात्रा भने टुङ्गिनै आँट्यो। यो यात्रामा मलाई साथ दिनुहुने अनुपराज पौडेल र रुकेश गिरी दाइलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै भिडियोहरू तपाईँहरू माझ पस्किने प्रयास गर्नेछु।